हामीलाई सानैबाट तिमी पढ लेखेर ठुलो मान्छे बन्नुपर्छ भनिँदै आएको छ। हामीले पढ्न नचाहँदै पनि तेरै भविष्यको लागि हो, पढी लेखी ठुलो भएपछि ठुलो घर किन्लास्, चिल्लो गाडी चढ्लास् भनेर आश्वासन पनि दिँदै आएको छ। आजको प्रसङ्ग एउटा छोटो कथाबाट सुरु हुन्छ। अन्तिमसम्म हेर्नुहोला, यो तपाईँको वास्तविक जीवनसँग पनि मिल्न जान सक्छ। कथामा दुईजना पात्र छन्, एउटा इमान सिंहको परिवार र अर्को चाहिँ उसको छिमेकी हर्क सिंहको परिवार। दुवैजनाका एकवटा छोरा पनि छन् र दुवैको उद्देश्य उनीहरूलाई पढाइ लेखाइ ठुलो मान्छे बनाउने छ। तर दुवैका छोराहरू पढाइमा कमजोर छन्। अल्झी भए पनि इमान सिंहको छोराले त 10 कक्षा पास गर्छ, तर हर्क सिंहको छोराले भने पास गर्न सक्दैन। उता इमान सिंहले जसरी भए पनि आफ्नो छोरालाई पढाइ लेखाइ ठुलो मान्छे बनाउने भनेर 11 कक्षामा भर्ना गरिदिन्छन्। तर हर्क सिंहले भने आफ्नो छोराले पढेर खाँदैन जस्तो लागेर होला 11 कक्षामा भर्ना नगरी आफ्नो सानोतिनो व्यवसायमा लगाइदिन्छन्। समय बित्दै जान्छ, दुवैका छोराहरू पनि ठुला भइसकेका हुन्छन् र दुवैले आफ्नो क्षेत्रमा राम्रै प्रगति गरेका हुन्छन्। इमान सिंहले चाहे जस्तो उनको छोराले पनि पढी लेखी मास्टर्स डिग्रीको सर्टिफिकेट लिएर जागिर पनि खोज्न थालिसकेको छ भने हर्क सिंहको छोराले 10 कक्षामा हुँदा उसको बुवाले थमाइदिएको सानो व्यवसायलाई ठुला कम्पनीमा परिणत गर्न सफल भएको छ र उसले आफ्नो कम्पनीको रेखदेख गर्नका लागि म्यानेजर र एसिस्टेन्ट म्यानेजर सहित 20 जना अरू आफूभन्दा पढे लेखेका मान्छेहरूलाई काम गर्न राखेको छ। अर्थात् उसले धेरैजनालाई प्रत्यक्ष रोजगारी दिइरहेको थियो र उता इमान सिंहको छोराले भने सुहाउँदो तलबमा जागिर गर्न पाइरहेको छैन र यदि उसले अब जागिर त पाइएन, आफ्नै सानोतिनो व्यवसाय गर्छु भन्छ भने पनि उसले गर्न सक्दैन, किनकि उसलाई उसको विद्यार्थी कालमा कहिल्यै पनि कस्टमरसँग कसरी डिल गर्नुपर्छ भन्ने कुरा सिकाइएन र कस्टमरसँग डिल गर्न नजान्नाले व्यवसाय गर्न सकिँदैन। अन्त्यमा उसको लास्ट अप्सन भनेको विदेश गएर जस्तो काम पाइन्छ त्यस्तै काम गर्ने हो। इमान सिंहले छोरालाई पढाइ लेखाइ शिक्षित त बनाए, तर ठुलो मान्छे भने बनाउन सकेनन्। यदि उनले पनि समयमै आफ्नो छोरालाई हर्क सिंह जस्तै व्यावसायिक शिक्षा दिन सकेको भए सायद आज उनको सपना पुरा हुन्थ्यो। यो कथाले इमान सिंहको मात्र नभई पुरै नेपालको प्रतिनिधित्व गरेको छ। नेपालको अहिलेको जल्दो बल्दो समस्या भनेकै व्यावसायिक शिक्षाको कमीका कारण बढिरहेको बेरोजगारी हो, जसले हजारौं नेपालका युवा वर्गलाई विदेश धकेलिरहेको छ। अन्नपूर्ण पोस्टका एकजना महेश भट्टराईले हाम्रो देशले वार्षिक रूपमा उत्पादन गर्ने श्रमशील युवाहरू देशका नभई विदेशका कर्णधार बनेका छन् भन्ने आशयले एउटा लेख लेखेका थिए, जसमा उनले व्यावसायिक शिक्षालाई नै फर्स्ट प्रायोरिटी दिएका छन्। तर पहिला यो नेपालमा कतिको एप्लिकेबल छ भन्ने कुरा बुझौँ। नेपालको शिक्षा प्रणाली प्री प्राइमरी, बेसिक र सेकेन्डरी गरी मूल 3 भागमा बाँडिएर चलिआएको छ। पहिला प्री प्राइमरी अर्थात् पूर्व प्राथमिक शिक्षा पर्छ, जसमा 4 वर्ष पुरा गरेका र 6 वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई कक्षा 1 मा भर्ना हुनका लागि तयार गरिन्छ। यस प्रकारको शिक्षामा बालबालिकालाई विशेष शिक्षा दिने गरिन्छ, जस्तै उनीहरूलाई फिजिकल्ली फिट राख्न पर्याप्त मात्रामा खेलहरू खेलाइने गरिन्छ र मेन्टली स्ट्रङ बनाउनका लागि नयाँ शब्दहरू सिकाइने गरिन्छ। यसलाई हामीले सामान्य भाषामा मन्टेसरी अथवा शिशु कक्षा पनि भन्ने गरिन्छ। यस प्रकारको शिक्षा नेपालमा 1 वर्षका लागि दिनुपर्ने प्रावधान छ, तर पनि धेरैजसो सरकारी विद्यालयहरूले 2 वर्षका लागि र प्राइभेट स्कुलहरूले 4 वर्षका लागि सञ्चालन गर्ने गरेका छन्। नेपालमा प्री प्राइमरी एजुकेसन पछि बेसिक लेभल एजुकेसन दिइने गरिन्छ, अर्थात् नेपालमा पूर्व प्राथमिक शिक्षा पछि आधारभूत शिक्षा दिइन्छ। बेसिक लेभल एजुकेसनमा विद्यार्थीहरूलाई उनीहरूको चाहनाअनुसार रचनात्मक सिपहरू सिकाउने, उनीहरूलाई सांस्कृतिक, भावनात्मक र शारीरिक कौशलता प्रदान गर्ने गरिन्छ। अझ विकसित राष्ट्रहरूमा त झन् विद्यार्थीहरूको रुचिलाई सम्मान गर्दै त्यो रुचि आय आर्जनको माध्यम बन्ने खालको वातावरण बनाइन्छ। तर नेपालमा भने यस्ता खालका प्रयासहरू प्रभावकारी तरिकाले कार्यान्वयन हुन सकिरहेको छैन। नेपालमा सिलेबसको नाममा नानाभाती सब्जेक्टहरू थपेर विद्यार्थीहरूलाई बोझ मात्रै बनाइदैछ र पढाइको नाममा सिलेबस घोक्ने र कण्ठ मार्ने कामहरू मात्रै भइरहेको छ। विद्यार्थीको चाहनालाई सम्मान गर्नु त कहाँ हो कहाँ, उल्टै दबाउने प्रयास गरिन्छ। जस्तै कि यदि कुनै विद्यार्थीले घर परिवारसँग केही पैसा लगानीका लागि माग्छ भने तेरो अहिले पढ्ने उमेर हो, त्यसैले तैँले अहिले राम्रोसँग पढ, लगानी पछि गर्लास् भनेर उसलाई त्यो विषयमा सोच्ने मौका नै दिइँदैन अनि विद्यार्थीको चाहना फुल्न नपाई मर्छ। समग्रमा भन्नुपर्दा बेसिक लेभलमा दिनुपर्ने शिक्षा हामीले राम्रोसँग दिन सकिरहेका छैनौँ। त्यस्तै नेपालमा बेसिक लेभल एजुकेसन पछि सेकेन्डरी लेभल एजुकेसन दिइने गरिन्छ, जसलाई हामीले नेपालीमा माध्यमिक तह पनि भन्ने गरिन्छ। नेपालमा माध्यमिक शिक्षा कक्षा 9 देखि 12 सम्म 4 वर्षका लागि दिने गरिन्छ। यसबीच 2 वटा राष्ट्रिय स्तरको परीक्षा लिइन्छ, जसलाई हामीले एसई र एसएलसी भन्ने गरिन्छ। नेपालमा माध्यमिक शिक्षालाई 2 भागमा विभाजन गरिएको छ, जसमध्ये लोअर सेकेन्डरी लेभलमा कक्षा 9 र 10 पर्छ र हायर सेकेन्डरी लेभलमा कक्षा 11 र 12 पर्छ। विद्यार्थीहरूले 9 र 10 कक्षामा सब्जेक्टहरू चुज गर्न पाउँछन् र उनीहरूले चुज गरेको सब्जेक्टको बेसिसमा नै 11-12 कक्षामा भर्ना गरिन्छ। प्राथमिक शिक्षामा बल्ल उच्च शिक्षा दिइन्छ र विद्यार्थीहरूलाई कार्यबलका लागि पनि तयार गरिन्छ। यसमा विद्यार्थीहरूलाई आफ्नो रुचि अनुसारको क्षेत्र पढ्न पाउने र त्यही क्षेत्रमा काम लाग्ने खालका विषयहरू मात्रै पढाइन्छ।
अब समस्या कहाँनिर छ भने एउटा विद्यार्थीले राम्रोसँग पढ्छ भने उसले पक्कै पनि राम्रो जागिर पाउँछ, तर राम्रोसँग पढ्ने विद्यार्थीहरू एज अ होल कम नै हुन्छन्, किनकि सबै विद्यार्थीहरू टपर हुन त सक्दैनन्। अब जो टपर छन् उनीहरू त डक्टर, इन्जिनियर, पाइलट भइहाल्छन् र उनीहरूको जिन्दगी त बनिसक्छ, तर बाँकी रहेका विद्यार्थीहरूको चाहिँ के? समग्रमा भन्नुपर्दा उनीहरूको नेपालमा भविष्य नै देखिँदैन। देशमा स्टेबल सरकार छैन, रोजगारी छैन, एउटा सामान्य सरकारी कामका लागि पनि पहुँच चाहिन्छ, जताततै भ्रष्टाचार नै भ्रष्टाचार छ, अझ भनौँ देश लथालिङ्गै छ। यस्तो अवस्थामा विद्यार्थीले जागिर नै पाउँदैनन् र उनीहरूसँग पनि लास्ट अप्सन रहन्छ जुन हो अब्रोड गएर पैसा कमाउने। अहिले नेपाल ठ्याक्कै यही कन्डिसनबाट गुज्रिँदै आइरहेको छ। देशमा रोजगारी नभएरै वार्षिक रूपमा लाखौँ युवाहरू विदेशिने क्रम जारी छ। अझ गाउँघरमा त मान्छे नै नभएर मर्दा पर्दा लासले मलामी नै पाउन गाह्रो भएको छ। यसको प्रमुख कारण त नेपालको अनस्टेबल गभर्नमेन्ट, यहाँको एजुकेसन सिस्टम, नातावाद, कृपावाद छँदैछ र योभन्दा ठुलो कारण भनेको नेपाल अन्डर डेभलपिङ कन्ट्री हुनु पनि हो। अन्डर डेभलपिङ कन्ट्री भएकै कारण यहाँ इन्डस्ट्रीहरू कम छन् र इन्डस्ट्रीहरू नभएपछि जबको अपर्च्युनिटीहरू पनि कम नै हुने भयो। त्यसैले देशमा औद्योगिक विकास नभइकन देशका नागरिकहरूले कुनै पनि हालतमा जागिर पाउन सक्दैनन्। यहाँको औद्योगिक क्षेत्रको विकास गर्नको लागि भए पनि आउने जेनेरेसनलाई व्यावसायिक शिक्षा दिनु नै पर्छ, तर नेपालको शिक्षा प्रणालीलाई एनालिसिस गर्दा भने कतै पनि व्यावसायिक शिक्षा दिन खोजिएको छैन। यदि साँच्चै नै नेपालमा पनि व्यावसायिक शिक्षा दिइयो भने नेपालका धेरै समस्याहरू समाधान हुन्थे। आजको लागि यति नै। यु आर वाचिङ गफुर नेपाल। Thanks for watching.